भलक त बनाउनु पर्यो युट्युबमा फेरि। ल वेलकम छ है मेरो वेलकम छ मेरो भलकमा सम्पूर्ण साथीहरूलाई। भलक भनेको मेरो जस्तो हुनुपर्छ यहाँ, जानकारीमूलक सन्देशमूलक। दुनियाँ भाँती देहा दुनियाँ भाँती दुनियाँ भाँती गरे यता न उता हाता के हो भने जस्तो दुई थरीको जुत्ता भने जस्तो भलक भने यहाँ हिँड्ने यसरी हो रमाइलो कुराकानी गर्ने भलकमा। हेरो यहाँ हेरो यहाँ सन्चै हुनुहुन्छ आमारे हुनुहुन्छ होला के रे है। म पनि ठिक छु आमारे छु। अब चाहिँ भलकमा चाहिँ एउटा कुरा गर्नु पर्यो भलकमा। के कुरा भन्नु न, एउटा कुरा सुरुमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि तिमीहरूले मलाई यहाँ सब्सक्रिप्सन गर्नु पर्यो। यहाँ मेरो भलकको माध्यमबाट भन्दैछु। त्यहाँ नसुन्नेको लोग्ने अर्कै ल्याओस्, सुहानी अर्कैसँग जाओस्। पहिला नसुन्नेको मलाई यहाँ सब्सक्राइब नगर्नेको के यत्रो दुःख गरेर भलक बनाएर युट्युबमा पोस्टाउन पर्छ। तिमीहरूलाई नहेरिदिने, मन नपराउने, नरुचाउने अलिकति शरम लाउनु न। अलिकति मन हरि छैन तिमीहरूको। यति दया माया लाउनु न। मान्छेले भलक हो नि बिग फ्यान मात्र भनेर हुन्न कि युट्युबतिर पनि आएर यहाँ टिकट पार्नु पर्यो यहाँ। अनि दिन अनि तिमीहरूले टिकट पारेर अनि सब्सक्रिप्सन गरिदिए पो यहाँ भलक पनि बनाउन मन लाउँछ। रन्ड रसिलो हुन्छु म पनि बेसरी चप बनाम हालम खतिखेर हालम के गरौँ पोस्टम दिनदिनै हुन्छ यहाँ भलकहरू। नयाँ गतिविधिहरू, मेरा फिल्महरू, सर्ट मुभीहरू, लङ मुभीहरू त्यस्तो हुन्छ यहाँ। अलिकति मनहरी भएको भए पो रन्ड चुट्टेहरूलाई मनहरी भएको भए पो हुन्छ त भनेको के। गर आउने यहाँ कुरुको लाएर यार गर आऊ त। यहाँ सबैले माथि लैजाऊ मलाई उचाल हो माथि म माथि चढाऊ सबै माथिहरू मलाई माथि पुऱ्याऊ। मैले दिनानुदिन मैले कस्तो राम्रो भलक लिएर आउँछु। त्यो अरू जस्तो भलक होइन यहाँ। एकदमै समानुपातिक भनेर एकदम सबैले हेर्न मिल्ने खालको समाजमा घटेका यथार्थ घटनाहरूदेखि लिएर सबै फिल्म बनाउँछु मैले यहाँ। तिमीहरूले मलाई यहाँ सब्सक्रिप्सन गरेर मेरो घन्टीमा ठ्याक्क पारेर बजाऊ नै यहाँ। बुझ्यौ नि, बुझ्नु भयो नि मैले के भन्दैछु। यहाँ टिकटकमा मात्र भएर भएन कि यहाँ ठुलो पर्दामा नि यहाँ देखिनु पर्यो। युट्युब भनेको ठुलो पर्दा हो यहाँ। बुझ्नु भयो? बुझ्यो कि नै? बुझ्दैन बुझ्यो हौ, नबुझ्ने सुची पकाएर खाऊ। अब त्यस्तो हो कुरो फेरि। चञ्चले छु अब रन्ड रसिलो छु। अब यसो मन पराउने भयो यसो फ्याटपट पारेर लोएर यताउता साजी इधर उधर गरेर चापा पारेर नि हुन्छ क्या। बुझ्यो कि नै? त्यही भन्न आएको भलक यस्तै हो। अब आजको चाहिँ सुरुवात हो। आजको दिनको चाहिँ सुरुवात हो। भोलिबाट चाहिँ अब तपाईँहरूले चाहिँ यहाँ सब्सक्रिप्सन राम्रोसँग गरेर फुल भिडियो वाच गरेर सब्सक्रिप्सन गऱ्यो भने राम्रो आउँछ भलक यहाँ। ल